सम्पूर्णमा नमस्कार। मेरो नयाँ भिडियोमा आज मैले हजुरहरूलाई महासागरको विवरणबारे केही जानकारी दिन गइरहेकी छु। अब हामी महासागर केलाई भनिन्छ त? पृथ्वीको सतहमा पानीले ढाकेको विशाल जलमण्डललाई महासागर भनिन्छ। महासागरको गहिराई नाप्ने यन्त्र के हो साथीहरू? फेदोमिटर हो। अब ढिला नगरी हामी महासागरतर्फ जाउँ है त। महासागर, प्रशान्त महासागर, हामीले नाम त सुनेकै हौला। प्रशान्त महासागरबारे केही जानकारी लियौँ। प्रशान्त महासागरको क्षेत्रफल रहेको छ 16 करोड 57 लाख। त्यस्तै गरी औसत गहिराई रहेको छ 4300 मिटर। अनि यसको गहिरो भाग के हो त? मारियाना ट्रेन्च। त्यस्तै गरी यसमा पानीको मात्रा कति छ? कति पर्सेन्ट छ त पानी? 45.5%। त्यस्तै गरी यसको आकार रहेको छ त्रिभुजाकार। अनि यसको ठुलो टापु न्यू गिनी हो। त्यस्तै गरी हामी अर्को महासागरतर्फ जाउँ। आन्ध्र महासागर। अब आन्ध्र महासागरको क्षेत्रफल कति छ त? 8 करोड 24 लाख किलोमिटर। त्यस्तै गरी औसत गहिराई रहेको छ 3700 मिटर। अनि गहिरो भाग रहेको छ पुर्टोरिको द्वीप। पानीको मात्रा रहेको छ 23%। यसको आकार के छ त? यस आकार। अनि यसको ठुलो टापु ग्रिनल्यान्ड। यसको ठुलो टापु रहेको छ ग्रिनल्यान्ड टापु। त्यस्तै गरी हामी अर्को महासागरतर्फ जाउँ। हिन्द महासागर। अब हिन्द महासागरको क्षेत्रफल कति छ त? 7 करोड 35 लाख किलोमिटर रहेको छ यसको क्षेत्रफल। अनि औसत गहिराई रहेको छ 3900 मिटर। यसको गहिरो भाग रहेको छ जाभा ट्रेन्च। हिन्द महासागरको गहिरो भागलाई के भनिने रहेछ साथीहरू? जाभा ट्रेन्च। र यसमा पानीको मात्रा रहेको छ 20.5%। यसको आकार रहेको छ अर्धवृत्ताकार। ठुलो टापु के रहेको छ साथीहरू? मडागास्कर। मडागास्कर है त। अर्को महासागर रहेको छ कुमेरु महासागर। कुमेरु महासागरको क्षेत्रफल कति रहेको छ? 2 करोड 44 लाख। यसको औसत गहिराई रहेको छ 2400 मिटर। यसको गहिरो भाग चिसोका कारण पत्ता लागेको छैन है साथीहरू। यसमा के त बढी चिसो हुन्छ, त्यसैले चिसो भाग पत्ता लागेको छैन यसको। यसमा पानीको मात्रा रहेको छ 7%। आकार यसको अर्धवृत्ताकार। त्यस्तै गरी ठुलो टापु के रहेको छ? अलेक्जेन्डर। त्यस्तै गरी हामी अर्को महादेशतर्फ जाउँ। सुमेरु महासागर है। महादेश भनेछु। सुमेरु महासागर। क्षेत्रफल रहेको छ 1 करोड 51 लाख किलोमिटर है। यसको औसत गहिराई रहेको छ 1330 मिटर। गहिरो भाग रहेको छ मोलद्वीप। त्यस्तै गरी पानीको मात्रा रहेको छ 4%। आकार दीर्घवृत्ताकार। अनि ठुलो टापु ग्रिनल्यान्ड। ठुलो टापु के रहेछ साथीहरू? ग्रिनल्यान्ड। अब प्रशान्त महासागरका विशेषता के हुन् त साथीहरू? प्रशान्त महासागरका विशेषतातर्फ जाउँ। विश्वको ठुलो प्लस गहिरो महासागर।
शान्त र सौम्य महासागर, अनि यसको गहिरो भाग मारियाना ट्रेन्च फिलिपिन्स नजिकै पर्दछ। महासागरको उत्तरमा अन्टार्कटिका र दक्षिणमा अन्टार्कटिका महासागर फैलिएको र एसिया, अस्ट्रेलिया र अमेरिकाले घेरिएको छ। पृथ्वीको धरातलको खुम्चनेर फैलने क्रममा यो महासागर प्रत्येक वर्ष 1 इन्चका दरले खुम्चदै गइरहेको छ। मरिया आइल्यान्ड यस महासागरमा पर्छन्। प्रशान्त महासागरमा मिसिने प्रमुख नदीहरूमा अमुर, याङ्जे, कोलोराड, मिसौरी, युकन हुन्। प्रशान्त महासागरका टापुहरूलाई मुख्यतया 3 समूहमा विभाजन गरिएको छ। हस्त साथीहरू, आजलाई मेरो भिडियो यति नै। भिडियो कस्तो लाग्यो? राम्रो लागेको भए लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। नमस्कार।